भरिहरू आइसकेको छ तपाईको झोले त ब्लगर। फेरि यो च्यानलमा एउटा धमाकेदार भिडियो ल्याउँदै आज हामी जाँदैछौँ एउटा सिक्रेट लोकेसनमा जो कसैलाई पनि थाहा छैन, हाम्रो गाउँका भाइ बहिनीहरूलाई थाहा छोडेर। अनि हाम्रो यो च्यानलमा धेरै मेहनत गर्छौँ र हामीले यसमा खतरनाक कन्टेन्ट ल्याउने कोसिस गरिरहेका छौँ। त्यसैले हाम्रो यो च्यानललाई सब्सक्राइब गरिदिएर यस भिडियोको मजा उठाउनेलाई तपाईँले अनुरोध गर्दछु। गाइज अब यो भाइले हाम्रो एउटा भाइ छन्, भाइले देखाउनुहोस्। अब हाम्रो यिन भाइ उइली देखाउने र भाइ उइली देखाउनुहोस्। ओ बा दामी दामी, ओ भाइ यो भाइको यति खतरा दामी उइली देखेर म त फ्यान भइसकेँ। गाइज यो विलीको लागि एउटा लाइक सेयर सब्सक्राइब गरिदिनु हुन तपाईँलाई निवेदन छ। ल आउनुहोस् अब जाऊ सिक्रेट लोकेसनमा। देखाइदिनुहोस् कति राम्रो वातावरण छ हाम्रो यहाँ। अनि गाइस त्यहाँ भाइहरू हाम्रो सब्सक्राइबरहरू पनि रहेका छन्। अब गाइस हामी जान्छौँ आफ्नो नयाँ लोकेसनमा। जाउँ जाउँ अगाडि देखाउनुहोस् अगाडिको सिन। क्यामेराम्यानज्यू आउनु गाइस। लोकेसन हेर्नु सक्नुहुन्छ गाइस। ओ गाइस त्यहाँ त्यो सिक्रेट लोकेसन पुग्नुभन्दा पहिले खतरनाक आपत आइसकेको छ। देखाउनुहोस् त्यहाँ, देखाउनुहोस् न। ओ गाइस यति ठुलो आपत आइसकेको छ तपाईँले देखाउनुहोस्। ओ उता कुन हो? ओ उता कुन देखाउनु सक्नुहुन्छ उता? ओ गाइस हेर्नुहोस् गुनेबाट रु हो पुरमा पुरा यो पागलहरूको ढुङ्गा हानिरहेको छ यो गुनेलाई। गाइस त्यो गुनेलाई छोड्ने गर्नुहोस्। यति खतरा आपत आइसकेको छ। आउनुहोस् न तपाईँले दृश्य देखाउनुहोस्। गाइज हेर्नुहोस् यहाँ खतरा यति खतरा ठाउँ छ। अब कसरी पार गर्ने? त्यहाँ हेर्नु गाइज गुने पनि छन्, हाम्रा भाइहरू पनि छन् त्यहाँ 2-3वटा। गाइज त्यहाँ जुम गरेर हेर्नुहोस् त्यहाँ 2वटा गुने मेरा भाइहरू अङ्कुश र दिपेश रहेका छन्। गाइज यहाँ हेर्नु त यति खतरा छ। अब तपाईँ सोच्नु होला नि कसरी जाने टेन्सन नलिनु गाइज। यहाँ हेर्नुहोस् क्यामेराम्यान टेन्सन नलिनु, हामीले यहाँ वैकल्पिक बाटो बनाएको छौँ। यहाँबाट गाइज हेर्न सक्नुहुन्छ यहाँ बाटो बनाएको छौँ हामीले। यहाँ जाली तोडेर बनाएर आउँ। कस्तो बाटो छ यार, यहाँ धेरै लोकेसन छ कि यहाँ खतरै लोकेसन छ कि। फेरि हाम्रो फेरि हामी दमदार मान्छेको दमदार लोकेसन भन्छौँ। यस्तो शान्तिना लोकेसनमा जानु। गाइज अब यत्रो ठुलो भिरालो खसाउनु पर्ने छ। तपाईँले यत्रो लोकेसन देखाउँछु यहाँ। यहाँबाट के दामी भ्यू आउँछ कि, तर ठाउँ कचड भए पनि भ्यू चाहिँ आउँछ। साइकल खस्यो गाइज, साइकलबाट हेर्नुहोस् गाइज। ओमा यो को बोकोले यस्तो ढुङ्गा फाल्छ फेरि। ऊ हाम्रै भाइ रहेछ यार दिपेश चौधरी। के छैन जाउँ गाइज। तपाईँले गाइज हाम्रो खतराको खेलाडी भाइ दिपेश सिंह राणा आइसक्यो। गाइज अब हामी कटाइसकेका छौँ। ल आउनुहोस् न, टाउको धेरै दुखिरहेको छ गाइज। ल गाइज यार तपाईँ यहाँ हेर्नु न, यहाँ जुत्ता कस्तो फोहोर भयो, चप्पल कस्तो फोहोर भयो। तपाईँ सोच्नु होला नि धुने कहाँ भनेर। धुने व्यवस्था समेत छ गाइज। आउनुहोस् ल गाइज, धुने व्यवस्था पनि रहेको छ। आउनुहोस् यहाँ पानी पनि राम्रै छ। पानी देखाउनुहोस्। पानी गइरो छ गाइज। यहाँ खुट्टा सुट्टा हाल्न चाक हुन राम्रो छ। यो कहाँको पार्टी बोको भन्दा गाइज हेर्न सक्नुहुन्छ पुरा पानी टनाटन रहेको छ। पुरा भित्रै हाल्नुहोस् गाइज। जाउँ तल गाइज। अब तल आउँदै घप घप गाइज घप घप। आऊ गाइज म आइसकेँ सस्तोवाला लोकेसनमा। गाइज यो देख्नमा धेरै ऊ देखिरह होला नि, तर यो बहुत गएर म देखाउँछु तपाईँले। यहाँ टेस्टिङको लागि पुरा डन्डा समेत छ। यहाँ हेर्नुहोस् गाइज, डन्डा कति लामो छ हेर्नुहोस् गाइज। यति गहिरो छ गाइज, यति गहिरो। मान्छे डुबिजान्छ यसमा। र जाउँ अब हाम्रो सिक्रेट लोकेसन। गाइज यहाँ धेरै मजाक मस्ती भयो। अब जाउँ आफ्नो सिधा सिक्रेट लोकेसनमा। कम अन गाइजको कुकुर बोलाएको छ आज। ल गाइज अब हामी जाँदैछौँ सिक्रेट लोकेसनमा। अब हामी हजुरलाई थिएँ। ल गाइज अब हामी फाइनली पुगिसकेका छौँ। ल गाइज फाइनली पुगिसकेको छौँ हाम्रो सिक्रेट लोकेसन। खोलो बा। गाइज अब म तल जान गइरहेको छु। हल्का चप्पल डुब्ने सम्भावना हुन्छ, त्यही भएर नाङ्गो खुट्टा जानुपर्छ। गाइज कति सेक्सी चिसो पानी छ यार। ट्याक ट्याक फ्रिजमा राख्ने जस्तो पानी छ यार। उमा यति चिसो। गाइज यो क्यामेराम्यान धेरै इन्जोय गर्ला। देखिन मात्र लाग्छ नि क्यामेरामा चाहिँ मुसु मुसु हाँसिरहेछ। र त्यो छोड्नु गाइज तपाईँले म पल्लो साइड देखाउँछु। आउनुहोस् क्यामेराम्यान। ल
ल गाइज मेरो भाइले हेर्नु नि पागल भइसक्यो यार हड दुन्छ भन्छ हेर त मेरो भाइ नभएको बडी देखाउँछ कि मेरो हड धोइदिने हो ल गाइज यो भाइ हड दुन्छ अहिले क्यामेरा बन्द गर्ने सिवा असली चिज देखाउने जस्तो ल गाइज मेरो भाइ अब च्यालेन्ज गरिरहन चाहिँ त्यो गर्छ अब 10 पुसअप च्यालेन्ज खोलाको भित्र अब भाइ यो भाइले दिएको यो हाम्रो भाइ कन्टिन्यू टिप खोलाइ भित्र गएर पुरा पुसअप हान्दिनु पर्यो 1 2 3 4 5 6 7 8 9 10 गाइज फाइनली मेरो भाइले च्यालेन्ज कम्प्लिट गरिसकेको छ मेरो दिपेश भाइ खतरा च्यालेन्जर गाइज अब हामी पल्लो साइड जान्छौँ पल्लो साइड पनि हेरौँ एकै साइड कति हेर्ने यार गाइज यहाँदेखि त झन् मोबाइल चाहिँ आज पुरा हड धुने व्यवस्था रहेको छ मेरो भाइ एकचोटि जम्प हानिदेऊ न जम्प मात्र के यहीँ पुसअप हानिदेऊ नि त फेरि यहाँ झन् दामी ठाउँ छ भाइ हान्नु पर्छ रे हाना यार गाइज यहाँ त झन् सेक्सी पानी रहेको छ यार क्या चिसो वाउ गाइज पुरा वाउ जस्ट लुकिङ लाइक वाउ पानी देखाउनुहोस् न मेरो मुख के देखाउने म त ह्यान्डसमै छु गाइज पानी हेर्नुहोस् गाइज पानी हेर्नुहोस् ल गाइज धेरै ल गाइज आजलाई यो भ्लग यति नै हाम्रा सब टिम मेम्बरहरू थाकिरहेको छन् हाम्रो क्यामराम्यान हाम्रो त्यहाँ देखाउनुहोस् लडे त चोर देख्न सक्नुहुन्छ मेरो साइकल चोर्दै भागिरहेको छ यहाँ देखाउनुहोस् न क्यामराम्यान ल गाइज आजलाई यति नै झोला ज्ञानको भोलि फेरि दबादार भिडियो आउने छ ल गाइज ल हस् त बाई